बाँदरको आक्रमण बढिरहेछ ती बाँदरको त यहाँ पनि दसैँ चढेको रहेछ ल गाइस वेलकम ब्याक टु माई न्यू भिडियो अनि आज चाहिँ हामी जाँदैछौँ पुरानमा खान्छ सधैँ हाम्रो मम्मी यहाँ एकदम घुमेको घुमे बिहानदेखि यस्तो गतिविधि यो कुन प्रकारको डियो छ बडी अझ यस्तोमा हामी चाहिँ एकदम फरिया लाएर नाच्न जान आँटेको अनि एकदम बुन्ने सबै मिक्स बुन्ने गाइजहरू त्यही हो हामी चाहिँ यहाँ छु कहाँ चल्नु ए अँ त उहाँ जाने उहाँ जाने उहाँ उताबाट एकदम राम्रो हाम्रो स्ट्यान्ड छ यहाँ साह्रै गजबको अनि अब हामी जाँदैछौँ होइन पुरानमा अनि मेनिकीले भने जस्तै रङ्गी बिरङ्गी बुनिया खानालाई निलो हरियो पहेँलो सबै मिक्सिङ बुनिया खानालाई जाने अकेको स्ट्यान्डर्ड देखाउँछ र होइन हामीलाई के खाना मरो के ढिलो सब भयो बुनियाहरू पैसा दिन्छ हामीलाई लगिदिनु न चाराली ला भेज त्यसकै बसमा जानु आँटेको हुन्छ ए हुन्छ पैसा लग्यो के अरे साह्रै गजबको कुरा त छ खानेकुरा पनि एभाइलेबल बुला न हामी चाहिँ मन्दिरमा पनि प्रवेश गरिसकेको छौँ म यहाँनिर छु बुइनी चाहिँ एकदम खाना तरकारी पछि बुइनी आएर अब घन्टी बजाउनु पर्यो नि त शक्ति प्राप्त होस् भगवान् अब बाँदर हेर न साह्रै गजबका बाँदर बच्चु ए यहाँ कुरो कान त्यस्तो पो बन्द उहाँ न अर्को बाँदर स्याल बाँदर खतम बाँदर बाँदर चाहिँ रहेछ के खानु पर्छ पञ्चतत्व हजुरको दिन तरिका चाहिँ पञ्चतत्व खोइ त पञ्चतत्व पत्ताले त पञ्चतत्व त गनायो त हामी ताको नि ए बाँदरको त्यहाँ त रसाइ पो रहेछ त ला बाँदरको त्यहाँ त दसैँ चलेको गाईहरू देखेको बाँदरको दसैँ खाम न पनि के राम हेर त बाँदरको रजाइ ए उता उता न उयो कोट्याएको गाईहरू यस्तो प्रकारका बन्दरहरू मरो अक्कड बाँदर पुरा लगाएपछि त बाँदरको त दसैँ चलेको रहेछ मैले कि बाँदरको जुडा खाना थिएन अरे अभिलाई के खाएको बुइनीले बुइनी बाँदर के खाएको तिमीले गजबकै रहेछ त बाँदरको हातमा यसले मोबाइल बनाइन्छ ए
लु हेर मामा दस डढेको छ यहाँ त गाई चाहिँ भगवान अङ्गुर छैन त अङ्गुर के अङ्गुर छ यो फोन चाहिँ दिन हल्कायो बन पता के आयो कोला न कति मेरो महादेवको यस्तोमा शिरमा भएको कोला खानुपर्छ त हो त कोला तासमा कोला उधार जन्तु नै रहेछ अहिले बाँदर आइपुग्छ यहाँनिर यसको ठाउँमा कब्जा गर्न पकाएन बाँदर चोडा यो त मिठो कोला रहेछ गोली माग्छु न भाइ तिमीलाई बाँदरले आक्रमण गरौँ बाँदरले आक्रमण गरेछ बाँदरले मात्र दसैँ बनाउन पाउँछ त हामी उताउँदै सक्नुहुन्छ बेनिक्ले के लिएर मरे कि बाँदरले कब्जा गरेछ टाउकाथि भरमा गयो अरे त्यतिर यतै खाऊँ न यतै खाऊँ यतै मिठो मिठो छ क्या अलिकति अङ्गुर छैन अङ्गुरै राम्रो त्यो भन न मिठो मिठो छ मिठो मिठो खानुपर्छ भरे खाने नि हो नि यहाँ 1500 त अङ्गुर छ यहाँ अङ्गुर भगवानले त पाप गर्छ है भगवान हामीलाई केही नगर्नु हामी भोक यता खानेकुरा ए यता खानेकुरा रहेछ यता पाक्दै रहेछ यता पनि कडाकडुक हुँदै रहेछ यता उदान पाउँछ फलफुल हौ सबै सकिन्छ मन्दिर खाली भएछ मन्दिर चाहिँ खाली भइसकेको छ सबै फलफुलहरू सकिएछ यहाँ यता छैन ढोक ढोक भगवानलाई ढोक हामीले फलफुल खायौँ भगवान हामीले फलफुल खायौँ साह्रै टेस्टी टेस्टी फलफुल एभाइलेबल हुँदो रहेछ मन्दिरमा चाहिँ फलफुल खान मन छ भने मन्दिर आउनु भने त आउनु होला चाराले मन्दिर साथमा मन छ भने चाहिँ तपाईँहरूले त्यतिर आउनुपर्ने हुन्छ यहाँ चाहिँ एकदम धेरै पैसा पाइँदो रहेछ मैले पनि थाहा थिएन भर्खर थाहा पाएँ हेलो हेर पैसा चाहिँ अटुटै हुन्छ यहाँ तपाईँहरूलाई 1000 नोट साट्नु मन छ भने चाहिँ तपाईँहरू यहाँ आएर आउन सक्नुहुन्छ होइन यहाँ धेरै पैसा रहेछ यति आयो त पैसा ए ल हाम्रो गाडी आयो त पैसा पुरी सब्जी कहाँ पाउँछ पुरी सब्जी कता पाउँदैछ पुरी सब्जी पाक्दैछ गाइजहरू पुरी सब्जी पाक्दैन त पाक्दै सक्नु खाना आएर जान्छ फलफुल जति अल्ला
बाँदरको आक्रमण बढिरहेछ ती मलाई के थाहा त अनि बुझ्नु हराइयो त हराइ पनि बाँदरले माछा ए मरेको कुदेको के हो बच्चालाई चाहिएको के हो के हो के भागी त के भाग्यो चट्टो पुलिस अङ्कल गराइदिनु यसलाई फाडफुड पो हुँदो रहेछ यहाँ टोक यहाँ टोक्ला यहाँ टोक अरूलाई गर्छस् त मेनुकीलाई गर्दा रिस उठेको हेर्लाई रिस उठेको क्या यसको ला यहाँ टोक्ला ऊ मेरो दिदीसँग जाऊ मेनकी बोला बोला दिदीले लान्छ अरे ऊ दिदीले लान्छ अरे कस्तो बच्चो हो त यो राम भगवान् थाम्नै नसक्ने बच्चो रहेछ हेर लु हेर लाइन बसे कि खानालाई गाईहरू चाहिँ खाना के अरे लाइन लाग्दै थियो मेरो इष्टमित्र देखेँ देखेँ यत्रो यहाँ त साह्रै गजबको पुरी सब्जी रहेछ राम्रो राम्रो पुरी सब्जी एभाइलेबल हुँदो रहेछ मम्मीको चाहिँ यहाँ छ म यहाँ छु म खाँदैछु साह्रै मिठो रहेछ रङ्गी बिरङ्गी पनि यहाँ रहेछ पुरी नै सक्यो एउटा दिनु फेरि यहाँ चाहिँ बिहे हुँदै रहेछ बिहे के भयो 100 रुपियाँ हरायो ला कहाँ पुगेछ त खुसी के 100 रुपियाँ खुसी हुँदैछ मेनिकीको चाहिँ 100 रुपियाँ हराएछ गाइस होइन अनि अब बिचरा मेनिकीको 100 रुपियाँ हराइसकेछ कहाँ राखिदिस् उहाँ बाटोतिर झारिस कि एकचोटि हेरेर आइज एकचोटि हेरेर आइज न बाटोतिर मेनिकीको बिचरा 100 रुपियाँ हराएछ होइन मेनिकीको मलाई चाहिँ लास्टै दुःख लाग्यो बिचराले अब यति बेरसम्ममा उयो गरेर गरेकी थिइन् त अनि गाइजहरू 20 रुपियाँ भाडा जोगाउनको लागि मेरो भेष राखेको त बुझले के गरेको यो लुएर लुगा छाप मारेको 100 रुपियाँ यस्तो दुःख लाग्यो मलाई एकदम दुःख लाग्यो अनि एकचोटि खोज यतै हुन सक्छ अनि दुःख लाग्यो ए यही रहेछ त यही रहेछ अनि भर्खर मेनिकीको पैसा भेटिसकेको छ यता यस्तो भइरहेछ मेनिकीलाई 100 रुपियाँ पनि भेटी खुसी भयो ढुक्का हल्ला हल्ला हल्लु झामा लु अब